यसलाई मेन्टेन गरेर राख्ने चिज के हो? ओइल लुब्रिकेन्ट्सको काम के हो हामीले बुझेछौँ। मेन फ्रिक्सन घटाउने लुब्रिकेन्ट्स भएन भने के प्रब्लम आउँछ? यो सबै सामानै बिग्रिने सम्भावना हुन्छ। त्यो भयो भने के गर्ने त? लिउ फेरेर मात्रै हुन्छ त? पहिला त चेक गर्नु पर्छ। हात हालेर कति हाल्ने भन्नेको पहिला कागज यस्तो हो। केही पनि प्रब्लम नभइकन मान्छेले यो खोल्दैन। अब जस्तो 20,000 किलोमिटरमा यसको गियर ओइल कन्टिन्युस फेर्ने भनेपछि 20,000 ओइल मात्र फेर्ने होइन। अब यसले अब यो कसरी यो डिफेक्ट भयो भने थाहा पाउनलाई गाडीमा के इफेक्ट हुन्छ त? त्यही सोधेको हो कि मैले। गाडी उड्दै उड्दैन। ए ल मेरो चाहिँ डिफेन्समा प्रब्लम खान्छ होला गाडी उड्दैन। अब के प्रब्लम आउँछ त? कि लोड नतान्ने हो कि एउटा गाडी उकालो नतान्ने कटकट कराउने हो कि घुम्दाखेरि राम्रोसँग घुम्दैन फर्स्ट टर्न लिँदाखेरि चाहिँ अप्ठ्यारो हुने हो कि किने त अब अलिकति घोटिन्छ जतिसुकै हामीले यसले एङ्गल मिलाएको हुन्छ केही न केही स्ट्रेस त चक्कालाई परेको चक्काको बलले यसको घुमाइलाई रोक्ने हो। त्यो अनुसारको डिस्ट्रिब्युसन हो। केही न केही असर चाहिँ गर्छ तर एकदम नेग्लिजिबल हुन्छ त्यसको। यो बिग्रेको कारणले चक्का बढी घुम्दै घुम्दै एउटा यसमा ल ठिक छ। मैले हामीले मेन प्रब्लम आउने दाँती खिएर चाहिँ सबैभन्दा पहिला के आउँछ त? खिँदै गएपछि के हुन्छ त? प्ले आउँछ। प्ले आएपछि के हुन्छ? दुईवटा मेस गर्दा ठोक्यो भने के आउँछ? ग्याप धेरै हुँदै सबभन्दा फर्स्ट एक नम्बर अब आवाज आएर गाडी लिएर आयो। ठुलो आवाज आयो। अब हामीले सुन्यौँ यसमा आवाज छ। अब हामीले खोलेपछि भिजुअली हेर्ने। बेरिङको प्ले हो कि के हो त? बेरिङ पनि जान सक्यो। बेरिङको त्यो भित्रको त्यो पिनियनहरू पनि जान सक्यो। पिनियन पनि जान सक्यो। हेरेपछि यो दाँती फुटेको पनि हुनसक्छ किनभने यसले त स्मुथ काम गर्ने त होइन नि। एउटा चक्का स्ट्रेसमा छ भने अर्कोलाई फ्री गर्ने हो। त्यही पढ्यो नि त होइन? एङ्गल मिलाउने हुन्छ। केही न केही यसलाई स्ट्रेस त पर्छ तर पनि भित्रको फुटिरहेको हुन्छ। कुन केसमा फुट्छ? टर्निङ गर्दाखेरि ओभर स्पिडमा टर्निङ गऱ्यौँ या ओभर स्पिडमा काट्न खोज्यौँ या गाडी स्टेडी छ उकालोमा घाँट तान्यौँ भने के हो त? यसको पनि त एउटा कुनै न कुनै लिमिटेसन छ नि त। यसको फोर्स क्यारी गर्ने एउटा लिमिटेसन छ। यसको पनि त बल छ नि त होइन? तपाईँ मभन्दा मोटो हुनुहुन्छ, म त पातलो छु। तपाईँले मलाई ब्याङ्कमा धकाल्नु भयो भने म तपाईँको फोर्स रिटेस्ट गर्न सक्दिनँ। म त लड्छु नि त। तर मिलाएर पुस गर्दैन बिस्तारै पछि पनि सँगसँगै गइन्छ। सँगसँगै जानु पनि सकिन्छ नि। भनेपछि झट्का दियो भने दाँतीले आफ्नो लोड क्यारी गर्न सक्ने क्यापेसिटीभन्दा बढी भयो भने दाँती पनि फुट्न सक्छ। अब यो दाँती फुटेपछि के गर्नु त? रिप्लेस अब मानिलिउँ यो एउटा दाँती मात्रै गयो म ढिकी किन फेर्नु त? खर्च किन बढाउनु? कुन बिग्रेछ त्यो होइन एउटा मात्र एउटा मात्रै गयो भने म यही मात्रै फेर्छु, म अरू फेर्दिनँ। पिनियनको एउटा कुनै दाँती गयो पाइएन। किन पाइएन? सबैको चाहिँ यसले बनाएको अरूसँग त्यो म्याच हुँदैन। त्यो होइन त राम्रो हुन्छ। त्यो मेटलको स्ट्रेन्थ र यसको म्याच हुँदैन किन पछि किन? किनभने यो त मेरो 40,000 50,000 1 लाख किलो बुढिसकेको छ नि त। जतिसुकै लुब्रिकेन्ट्स हाले पनि केही न केही यहाँ त डिफेक्ट भइसक्यो। यसको लाइफ खिएको हुन्छ नि त। पातलो भएर यो जुन मेस जति प्रपरली छ त्यो मेस हुँदैन नि त होइन? त्यो भएपछि के भयो त? यहाँ ग्याप भयो। नयाँ हाल्यो भने के भयो त? त्यो मेस हुन्छ त। त्यो हुँदाखेरि यो ठिकै फेरिदिन्छ र फेरि नयाँ फेरि पनि गइन्छ। त्यही भएर चाहिँ यो होल ठिकै भनेको कभर हुने हो। यो सानो टिका चाहिँ सस्तो त्यही पर्छ। टन्टै साथ बेरिङ चाहिँ बसेको छैन।